रातिको समयमा बिचारा कान्छी र सागरलाई कसैले झ्यालबाट हेरिसकेपछि अहिले सागरका बुढाबुढीको होस निन्द्रा उडेको छ भने उनीहरू अचम्मित परेका छन्। विगतको समयमा कान्छीले आफ्ना श्रीमान सागरलाई मृत्युको मुखबाट बचाएर गाउँमा ल्याए तापनि सिरियलमा फेरि सागरको ज्यान भने खतराको घडीमा परिरहेको छ। आखिर मान्छे बानेको रसीले सागर र कान्छीलाई कसले तर्साउँदैछ यो भिडियोको अन्त्यसम्म तपाईहरूले थाहा पाइहाल्नुहुनेछ। सागरकी आमा यानकी सीताराम आमा अहिले जेलमा छन्। सागरकी आमासँगै हजुरआमा मामा पनि जेलको हावा खाँदैछन्। उनीहरू फेरि एकपटक जेलबाट छुटे भने सागर र कान्छीको जिन्दगी एकपटक बुम हुनेछ। किनकि सागरकी आमा आफ्नो छोराको बिमाको रकम असुल्नका लागि जुनसुकै हदसम्म पनि जान सक्छिन् र गिर्न पनि सक्छिन्। बल्ल तल्ल ज्यान जोगाएका सागरलाई भने त्यसैले अहिलेसम्म खतरा टरेको छैन। गुण्डा नाइके मामाको पनि उत्तिकै जोखिम छ र यता भान्जी सिर्जनाले त झन सागरलाई माया पो गर्न थालिछे। कतै सिर्जनाले सागरलाई आफ्नो बनाउनका लागि यस्तो चाल त चलिरहेकी छैन। यस्तो घटनाले कान्छीलाई भित्रभित्रै आफ्नो श्रीमान गुमाउँछु कि भन्ने ठूलो डर लागिरहेको छ। त्यसैमाथि कान्छीको भाइ र सोफियाको बिहे हुने ठूलो चर्चा छ। यो बिहे चर्चामै रहन्छ कि साँच्चै गरी सोफियाका बाउले आफ्नो छोरीलाई कन्यादान गरी पठाउँछन्। यदि यस्तो नगरेको अवस्थामा कान्छा सोफियालाई भगाएर घर भित्राउन तयार छ र कान्छीको दाइ ठुलेलाई विवाह गर्ने रहर चलेको छ। उसलाई विवाह गर्न फेरिबाट बुबा आमाले अनुमति देलान् त कतै उसकी पुरानी श्रीमती चन्द्रिका आएर सताउने त होइन। जे होस् आज कान्छीका दाइ भाइले धुम मचाउने छन्। यो सँगै सागर र कान्छीको जिन्दगी अन्धकार बनाउनका लागि सागरकी आमा र प्रियाको ठूलो हात रहनेछ, जसले गर्दा सागर र कान्छीको सम्बन्ध टुट्ने चान्स एकदमै धेरै छ। र तपाईहरू सिरियलमा छुटेका मुख्य भिलेनहरू मध्ये कसलाई मिस गर्दै हुनुहुन्छ तल कमेन्ट गर्नुहोला। त्यसै गरी यो भिडियो तपाईलाई मन परेमा भिडियोलाई लाइक गर्दै च्यानललाई सब्स्क्राइब गरी हामीसँगै जोडिन सक्नुहुनेछ। अहिलेलाई भिडियोमा यति नै। थ्याङ्क्स फर वाचिङ।